गुड मर्निङ गाइज। म चाहिँ है फुड ट्र्याकमा मर्निङ वाक गरिरहेको छु। यसरी हिँडिरहेको छु म यहाँ ठ्याक्कै त ताल यहाँ हिँड्दा यस्तो आनन्द फिल भइरहेछ। म चाहिँ रेनकोट ओढेर हिँडिरहेको छु। अघि म आउँदा चाहिँ रेनकोट पानी परिरहेको थियो नि त, त्यही भएर चाहिँ म रेनकोट ओढेर आइरहेको छु। त्यो चराचुरुङ्गीहरू होइन पुरा चिरबिर गरिरहेछन्। हेलो दाई, यता फाइनली हाम्रो दाईलाई पनि भेट भयो। गाइजहरू दाई यता हेरौँ न। हेलो दाई, हेर्नु न, म त अहिले 7 बजे आउने हो, म यता बसेर आउने हो कि। अनि कति सुन्दर छ ल, हेर्नुहोस् त हाम्रो पोखरा, हेर्नुहोस् त। ओ माई गॉड, के हेऱ्यौ त्यसरी, लाउन लाज लाग्यो बेसरी, आई मानु कोटैमा बन जनाला ओठैमा, के हेऱ्यौ त्यसरी, लाउन लाज लाग्यो बेसरी। अहिले चाहिँ यहाँ फुड ट्र्याकमा हिँड्ने मान्छेहरू अलिक थोरै नै हुनुहुन्छ। अहिले बेलुका दिउँसोको अवस्थामा त फेरि भरिपूर्ण हिँड्नुहुन्छ। अनि अहिले चाहिँ म हिँड्दै भिडियो बनाउँदैछु। यतातिर चाहिँ भाइले माछा मारिरहेछन्। माछा मार्न सुरु भइसकेको छ भाइको, होइन। हेर्नुहोस् यहाँ हिँड्दाको आनन्द यस्तो दामी भइरहेछ कि, होइन, के भनौँ, त्यो मैले मात्रै महसुस गर्न सक्छु, होइन। यहाँ नहिँड्नेले नआउनेले महसुस त गर्न सक्नुहुन्न, तर तपाईँहरूले यो हेर्न सक्नुहुन्छ, होइन। हेर्नुहोस् न, हेर्नुहोस् न, ओ माई गड, यस्तो आनन्द लाग्छ मलाई यहाँ। म यहाँ सधैँ आएर बसेपछि मलाई रिस मर्दैन, होइन। त्यसैले म हिँडिरहन्छु, यहाँ आइरहन्छु। कागलाई पनि गुड मर्निङ। अनि म आउँदा पानी परिरहेको थियो, हेर्नुहोस् न बिचमा, ओ माई गड, यस्तो राम्रो खोलिरहेको। यो थकै लाग्यो क्या हो। अब अगाडि देखाउँछु ल। ढुकुरको जोडीले ल, म चाहिँ अब हेरेँ यहाँ बसेँ यो तालको छेउमा। यस्तरी यता रुखहरू छ, होइन। यता कागहरू यस्तरी कराइरहेछ है। अब यो खोलाको आवाज सुन्दै, चराचुरुङ्गीको आवाज सुन्दै म चाहिँ यहाँ बसिरहेछु। म लगभग यहाँ आधा घन्टा जति बस्छु, त्यसपछि आफ्नो ड्युटीतिर लाग्छु। अनि पानी पनि बिदो भयो है, ठ्याक्क लाएर चट्ट रमाइलो भइरहेछ, मन आनन्द भइरहेछ। यो चाहिँ मेडिटेसन हो मेरो लागि। अरू चाहिँ होइन एक्सर्साइज गर्नुहुन्छ, जिम जानुहुन्छ, म चाहिँ यहाँ बसेर आनन्द लिएर, यही हो मेरो एक्सर्साइज भनेको नै। मानसिक शान्तिको लागि गरिने चिज त हो नि, होइन। त्यही हो, त्यसैले म यहाँ बसिरहेको छु। मलाई आनन्द फिल भइरहेछ गाइजहरू, है। हजुरहरूलाई पनि कस्तो लागिरहेको छ। अनि उता एकजना दाइले हेर्नु, बिहान बिहानै माछा मारिरहनु भएको छ। कता हो उहाँ, खै क्याप्चर गरेन, गरे जाली लगाएर माछा मारिरहेको छ।